तपाईले मलाई भनेको हो तपाईले भनेको म आफ्नो मान्छेले भनेको बोलाउनलाई म आफ्नो मान्छेले बोलाउनलाई भनेको के आफ्नो मान्छेले बोलाउनलाई के छोड्दिनु म आफ्नो मान्छेले बोलाउनलाई भनेको तपाई आउनु त एकछिन एकछिन आउनु छोड्नु तपाई म के हामी के उता बस्नु सुनिरहेछ है फेरि मुख चाहिँ ठिक्क राख्न आउनु मान्छे थाहा खाने दिए छैन के गर्न दिए छैन अनि त्यतिकै बुझाएर के गिरी गराएर के तिम्रो अवस्था निकालेर हुन्छ भोलिदेखि हामीहरू यहाँ पुरै बन्द गरिदिन्छौँ है नेपालमा के जस्तो मान्छे पढाइरहेछ पचास हामीलाई पुग्नु पर्यो नि बाटोमा ल वात्तै त मेरो गाडी भने छैन बस्ने हो